हेलो एभ्रिवान, आज हामी वर्ल्डको टप 5 मोस्ट पावरफुल सुपर बाइकको बारेमा हेर्नु गइरहेका छौँ र नम्बर 1 मा आउने बाइक त रोडमा कुदाउनै मिल्दैन। टप 5 मा रहेको छ यामाहा R1 को इन्जिनको कुरा गर्नुपर्दा यसमा 998 सीसी को इन्जिन छ भने पावरको कुरा गर्नुपर्दा 300 हर्स पावर जेनेरेट गर्दछ र यसको टप स्पिडको कुरा गर्नुपर्दा 299 किलोमिटर पर आवर छ। टप 4 मा छ सुजुकी हायाबुसा। यसको इन्जिनको कुरा गर्नुपर्दा यसमा 340 सीसी को इन्जिन आउँछ भने यसको पावरको कुरा गर्नुपर्दा 190 हर्स पावरले जेनेरेट गर्छ। यसको टप स्पिडको कुरा गर्नुपर्दा 312 किलोमिटर पर आवरको। 3 मा छ BMW S1000RR। यसको इन्जिनको कुरा गर्नुपर्दा 999 सीसी इनलाइन 4 इन्जिन छ भने यसको पावरको कुरा गर्नुपर्दा 210 हर्स पावरले जेनेरेट गर्छ र यसको टप स्पिडको कुरा गर्नुपर्दा 303 किलोमिटर पर आवर छ। टप 2 मा रहेको छ डुकाटी पेनिगाले V4R। यसको इन्जिनको कुरा गर्नुपर्दा 998 सीसी V4 इन्जिन आउँछ भने यसको पावरको कुरा गर्नुपर्दा 240 हर्स पावर जेनेरेट गर्छ यसले र यसको टप स्पिडको कुरा गर्नुपर्दा 320 किलोमिटर पर आवर। 1 मा रहेको छ कावासाकी निन्जा S2R र यसको इन्जिनको कुरा गर्नुपर्दा 998 सीसी सुपर चार्जर छ भने यसको पावरको कुरा गर्नुपर्दा 310 हर्स पावर यसले जेनेरेट गर्छ र टप स्पिडको कुरा गर्नुपर्दा 400 किलोमिटर पर आवर छ।